Welcome to the Prepolic MDS entrance preparation session. So today it is the prosthodontics class, and I'm starting with the very beginning of the dentistry. So the beginning हुन्छ जुन एउटा एकदम फन्डामेन्टल कुरा अनि सबै डेन्टिस्ट्रीमा भएको सबै स्ट्रिमहरू भनौँ सबै पार्टहरूमा अर्थोस इभन prosthodontics, orthodontics, इभन ओरल सर्जरी सबैको एउटा फन्डामेन्टल कुरा के हुन्छ भन्दाखेरि डेन्टल अक्लुजन है. So I'm beginning with the today's lecture and some of the very important things regarding the dental occlusion. And entrance point of view मा एकदम इम्पोर्टेन्ट हुन्छ उसको क्वेसन्सहरू यसबाट पनि आउँछ एमसिक्युजहरू आउँछ. एट द सेम टाइम इट इज द फाउन्डेसन अफ द डेन्टिस्ट्री भन्दा नि हुन्छ डेन्टल अक्लुजनलाई त्यसरी वाट आई अन्डरस्ट्यान्ड है. So कुनै पनि स्ट्रिम होस् डेन्टिस्ट्रीको whether it is orthodontics, whether it is prosthodontics, restorative, oral surgery, यो सबै क्लिनिकल स्ट्रिम्सहरूमा डेन्टल अक्लुजन इज भेरी भेरी इम्पोर्टेन्ट एन्ड इज इम्पोर्टेन्ट पनि छ. एट द सेम टाइम इज भेरी कन्फ्युजिङ अल्सो. हाम्रो अन्डर ग्रेजुएटमा टेक्स्ट बुकहरूमा हामी यहाँ पढ्दाखेरि हामीलाई धेरै नै कन्फ्युज लाग्ने गर्छ अक्लुजलको बारेमा बिकज यहाँ धेरै भेग तरिकाले पनि पढ्ने गरिन्छ. सो आई ट्राई टु सिम्प्लिफाई इट अकर्डिङ द क्लिनिकल पोइन्ट अफ भ्यू. एट द सेम टाइम एक्जाम पोइन्ट अफ भ्यू कस्तो कस्तो क्वेसन्सहरू एमसिक्यूहरू कस्तो एमसिक्यूजमा आउँछ त्यो कुराहरू पनि डिस्कस गर्छु. सो वी विल बिगिन विथ अ भेरी सिम्पल थिङ है. कम्प्लेक्स कुरा नजाउँ. लेट्स अन्डरस्ट्यान्ड द भेरी सिम्पल थिङ अफ अक्लुजन इन द सिम्पलर वे, इन द सिम्प्लिफाइड वेबाट बुझ्ने कोसिस गरौँ है. सो धेरैले पढिसक्नु होला डेन्टल स्कुलमा डेन्टल कलेजमा अक्लुजलको धेरै क्लासेसहरू भयो होला. तर मैले के ट्राई गरिरहेको छु भन्दाखेरि तपाईँहरूलाई डेन्टल अक्लुजलको एकदम बेसिक र फन्डामेन्टल कुरा डिस्कस गर्छु. सो आई होप एभ्री वान इज अडिबल. Yes, sir. Okay, thank you. So let's begin with the why the occlusal is so confusing भन्ने कुराहरुबाट सुरु गरौँ है. occlusal किन confusing हुन्छ भन्दाखेरि because we have plenty of definitions-हरु पहिला हामीहरुलाई पढाइन्थ्यो occlusal को बारेमा हैन. धेरै definitions-हरु centric occlusal, centric relation, maximum intercuspation, canine guided, group function occlusal, mutually यस्तो धेरै definition जीपीटी को ग्लोसरी प्रश्नको धेरै डेफिनेसन्सहरु छ. त्यो धेरै डेफिनेसनले गर्दाखेरि हाम्रो कन्सेप्ट र अन्डरस्ट्यान्डिङमा प्रब्लम हुने गर्थ्यो है. द्याट्स वाइ इट बिकम्स सो कन्फ्युजिङ. र त्यसमा पनि डिलेमा डिफ्रेन्ट कन्सेप्ट्सहरु डिलेमाहरु धेरै कन्सेप्ट्सहरु पनि पढाउनु भएर पनि होला डेन्टल कलेजमा धेरै कन्सेप्ट्सहरु पढाउनु भएर पनि कन्फ्युजिङ हुन्छ. सो व्हाट आई ट्राई टु से इज when you go for the practice or you go for the further study, you should have some foundation regarding the dental occlusion. हाम्रो अक्लुजन यस्तो हुनुपर्छ सो द्याट पेसेन्ट सुड फिल कम्फर्टेबल. एट द सेम टाइम इट सुड हाम्रो रेस्टुरेन्ट कुनै पनि प्रोसिजर के छ या कुनै हाम्रो कुनै ट्रिटमेन्ट पछि इट सुड हेभ द लन्जिटिभिटी भनेको लामो समयसम्म हुनु पर्यो, पेसेन्टलाई कम्फर्टेबल हुनु पर्यो है. र त्यसले हाम्रो स्टोमेटिक सिस्टम जस्तो टिएमजे मसल कुनैमा चाहिँ नेगेटिभ इम्प्याक्ट गर्नु भएन. त्यो नै मेन गोल अप्टिमम गोल अफ occlusal को main optimum goal हो. त्यसरी बुझ्नु पर्ने हुन्छ है. So what I want to say is as the prosthodontic has its own language or a language that we need to learn right with the gradually हामीले त्यो learn गर्ने. occlusal is the same thing. occlusal has its own language. त्यसलाई simplified way मा learn गर्दै जानुपर्छ. So let's begin. What is occlusal then? Hey, occlusion भनेको के हो भनेर बुझ्नु. The simplified way मा it is the static contact relationship of maxillary and mandibular teeth or analogs in any given position. So मैले not only the teeth कुनै पनि teeth को static relationship हुन त यहाँ dynamic relationship पनि आउँछ. Dynamic is the articulation. पहिला पहिला हामीलाई अक्लुजनमा स्ट्याटिक एज वेल एज डाइनामिक पनि भनिने गर्थ्यो है. सो व्हाट इज अक्लुजल देन? स्ट्याटिक रिलेशनशिप अफ मैक्सिलरी एन्ड मैंडिबुलर टिथ.
तीत मात्र नभएर त्यसको एनालग पनि हुनसक्छ है। एनालग भनेको जसरी हामीले रिप्लेसमेन्टहरू गर्छौँ होइन, त्यो द्याट बिकम्स योर एनालग। सो इन एनी गिभन पोजिसन द्याट इज द अक्लुजन है। सो वाट इज आर्टिकुलेसन देन? आर्टिकुलेसन इज स्ट्याटिक एन्ड डाइनेमिक। डाइनेमिक इज नट इज भन्दा बित्तिकै के हुन्छ, वी आर मुभिङ, इट्स नट द स्ट्याटिक। स्ट्याटिक छैन त्यो। सो स्ट्याटिक भन्दा बित्तिकै नट मुभिङ, एउटा मात्र पोइन्टमा आएर कन्ट्याक्ट भइरहेछ भने डाइनेमिक भनेको इट्स मुभिङ वेन वी आर मुभिङ द म्यान्डिबल। सो स्ट्याटिक एन्ड डाइनेमिक कन्ट्याक्ट रिलेसनसिप बिट्विन अक्लुजल सर्फेस अफ टिथ ड्युरिङ फङ्सन। अभियसली फङ्सन गर्दाखेरि there is not only the static relationship but at the same time there is a dynamic relationship भनेको we are moving the mandible right towards the right, towards the left, or we are protruding the mandible. That is the dynamic। त्यतिकै टुथको कन्ट्याक्टहरू जुन हुन्छ त्यसलाई हामी के भन्छ, डाइनामिक कन्ट्याक्ट भन्छ। That is called as the articulation। One of the very important thing is the centric relation। I'm going for the of the basics है। डेफिनेसन्सहरू कहिले कहिले या त्यसको कन्सेप्ट्सहरू इम्पोर्टेन्ट हुन्छ। द्याट्स वाइ पहिला सुरुमा यसको बेसिक कन्सेप्ट्स र डेफिनेसन हेरौँ है। सो वाट इज सेन्ट्रिक रिलेसन देन होइन? एउटा डेन्टिस्ट्रीमा सबभन्दा लामो डेफिनेसन भएको कुरा नै होला सेन्ट्रिक रिलेसन। त्यसको धेरै लामो डेफिनेसन छ है सेन्ट्रिक रिलेसनको। सो त्यसको धेरै लामो तरिकाले त्यसलाई नबुझौँ। सो वाट इज सेन्ट्रिक रिलेसन इज, तपाईँ सबैले पढ्नु होला। सेन्ट्रिक रिलेसन भनेको इज अ म्याक्सिलो म्यान्डिबुलर रिलेसनसिप, बोन टु बोन रिलेसनसिप, इट इज इन्डिपेन्डेन्ट अफ टुथ कन्ट्याक्ट होइन। So what I want to say is centric relation is the relationship of the condyle to the articular disc। So articular disc को कुन पोजिसनमा हुन्छ जहिले पनि कन्डाइल भन्दाखेरि कुन पोजिसनमा हुन्छ, थिनेस ए भास्कुलर पोजिसन भनेको यो पोजिसन भन्छ हामीलाई, थिनेस ए भास्कुलर पोजिसन एगेन्स्ट द स्लोप अफ द आर्टिकुलर इमिनेन्स है। यो स्लोप अफ द आर्टिकुलर इमिनेन्स हो, आर्टिकुलर इमिनेन्सको यो स्लोप हो। अनि यसको पोजिसन कस्तो हुन्छ, कति कहाँनिर गएर इन्टरपोज हुन्छ भन्दाखेरि आर्टिकुलर इमिनेन्सको एन्टेरियर एन्ड सुपेरियर पोजिसन है। एन्टेरियरली एन्ड सुपेरियरली भन्छ। सो एन्टेरियर सुपेरियर ब्रेस्ट पोजिसन अफ द कन्डाइल विथ द आर्टिकुलर डिस्क इन्टरपोज्ड। Let's simplify it. It is the maxillomandibular relationship in which articular discs reside in the thinnest avascular position of the thinnest avascular position, यो thinnest avascular position against the slope of the आर्टिकुलर एमिनेन्स। यो स्लोपमा कुन पोजिसनमा भन्दाखेरि एन्टेरियरली एन्ड सुपेरियरली। यो त्यसको कुन पोजिसनमा भन्दाखेरि एन्टेरियर र सुपेरियर पोजिसन। आर्टिकुलर एमिनेन्सको के हुनसक्छ, एन्टेरियर, मिडल र पोस्टिरियर पोर्सन हुनसक्छ। तर कन्डाइल कहाँ ब्रेस्ट गर्छ भन्दाखेरि एन्टेरियरली एन्ड सुपेरियरली। द्याट इज वाट द सेन्ट्रिक रिलेसन इज अल अबाउट है। सो कन्सेप्ट लेट्स क्लियर भयो होला अहिले। So we have a long definition of the centric relationship। त्यसरी त्यसलाई मगअप गर्न जरुरी छैन, जस्ट बुझ्ने भने यति सिम्प्लिफाई गर्न सकिन्छ। I think we are getting the point है, बुझिराख्नु भएको छ होला। Some problem? So there are two terminology. One is the centric relation and other is the centric occlusion versus, and one is the MIP, maximum intercuspal position। So हामीले सेन्ट्रिक अक्लुजल, एउटा त अक्लुजल भन्ने बुझ्यो, एउटा त सेन्ट्रिक अक्लुजल भनेको के हो भन्ने कुरा जान्नुपर्छ है।
So there is a यो टर्मलाई इन्टरचेन्जेबली युज गरेर हुन्छ कतै ठाउँमा सेन्ट्रिक अक्लुजल इज द म्याक्सिमम इन्टरकस्पल पोजिसन भनेर भन्छ सो दिज टर्म्स आर डिफरेन्ट है तर कहिले कहिले मात्र जसरी हामीले कम्प्लिट डेन्चरको केसमा मात्र हामीले सेन्ट्रिक अक्लुजल इज इक्वल टु द म्याक्सिमम इन्टरकस्पल पोजिसन भन्ने गर्छौँ इन नर्मल अक्लुजल इन्डेन्टेड पेसेन्टमा इट मे नट बी द सेन्ट्रिक अक्लुजल necessarily हुँदैन कि maximum intercuspal position हुन सक्दैन है so what is centric occlusal then centric occlusal मा भन्नु पर्दाखेरि centric occlusal is that position that tooth contact position when condyle is in the centric relation position है condyle जतिकै centric relation position हुन्छ जुन बेल त्यतिखेर टुथमा कन्ट्याक्ट जुन हुन्छ त्यो कन्ट्याक्ट पोजिसनलाई नै हामी सेन्ट्रिक occlusal position भनेर भन्छौँ then what is then maximum intercuspal position maximum intercuspal position is the maximum intercuspation of the tooth है हामीले सेन्ट्रिक अक्लुजलबाट अझै प्रेस गर्यो अझै हार्डली प्रेस गर्यो अझै जोडले प्रेस गर्यो भने सबै टुथहरु कन्ट्याक्टमा आउँछ या म्याक्सिमम टुथहरु जतिखेर कन्ट्याक्टमा आउँछ that position is called as the maximum intercuspal position okay that is the difference between the centric occlusal and maximum intercuspal position so maximum intercuspal position is the so we just brush up एउटा कुनै MCQ हेरौँ यस्तो MCQ हरु आउन सक्छ so maximum intercuspal position is position of the condyle in the centric relation tooth guided position with maximum intercuspal position intercuspation position of the mandible during rest or border position of the mandible भनेर हुन सक्छ है यस्तो किसिमको MCQ हरु एक्जाममा आउन सक्छ सो के हुन सक्ला त maximum intercuspal position is the number A वा A मा के छ position of the condyle in the centric relation it's not the position of the condyle in the centric relation condyle को position centric relation हो so it basically maximum intercuspal position is the tooth guided position right with maximum intercuspation so answer is B okay so this type of question may come from the maximum use occlusal ko basic but यस्तो question हरु पनि आउन सक्छ fine okay the next is the एउटा बेसिक कुरा थाहा पाउनु पर्ने भनेको हामीले बेसिक मैंडिबुलर मूवमेंट है the mandibular movement is very very important basic mandibular movement थाहा पाउन जरुरी हुन्छ हामीलाई so mandibular movement basically there are two types of mandibular movement एकदम कमनली गर्ने भनेको हामीले एउटा त रोटेसन हुन्छ mandible either it translate हुन्छ यही रोटेसन र ट्रान्सलेसनले हाम्रो जुन माउथ ओपनिङ हुन्छ क्लोजिङ हुन्छ या हामीले प्रोट्रुड गर्छौं रिट्रुड गर्छौं साइड टु साइड मुभमेन्ट गर्छौं लेफ्ट राइट जुन गर्छौं ग्राइन्डिङ गर्छौं च्युइङ गर्छौं हैन मुख जोडले खोल्छौं जुन फंक्शनल मुभमेन्ट भन्छ हामीले फंक्शनल मुभमेन्ट भन्दा बित्तिकै के हुन्छ द फंक्शनल मुभमेन्ट इज ओपनिङ क्लोजिङ सलोइङ हैन सलोइङ अनि side to side movement these are the functional movement right chewing यो functional movement basically दुईटा movement ले possible गर्छ mandibular movement one is the rotation and translation तो कतिखेरसम्म mandible rotate गर्छ then it will translate भन्दाखेरि initially mandible 12 mm सम्म भनेको incisal separation सम्म mandible will rotate त्यो भन्दा further हामीले अझै open गर्दै गयो भने it will not rotate it will start to translate गर्छ right so combination of rotation र translation ले गर्दाखेरि opening र closing हुन्छ है opening र closing गर्छौं हामीले तपाईहरुले पहिला त्यो एउटा पसल डायग्राम पनि पढ्नु भएको होला हैन त्यसमा opening maximum opening from maximum inter CR बाट maximum intercuspation या कुनै पोजिसन बाट एउटा पोजिसनमा म्यान्डिबल ओपन हुन्छ त्यतिखेरसम्म के हुन्छ म्यान्डिबल रोटेट हुन्छ भने त्यो भन्दा फर्दर ओपन गर्यो भने म्याक्सिमम ओपन गर्यो भने म्याक्सिमम त्यसपछि म्यान्डिबल के हुन्छ एउटा पोजिसनबाट म्यान्डिबल स्टार्ट टु ट्रान्सलेट
So opening and closing are possible with the rotation and translation of the mandible. At the same time, the protrusion पनि movement हुन्छ जुन चाहिँ ट्रान्सलेटरी मोसन अफ द म्यान्डिबलले गर्दाखेरि हुन्छ। त्यो बाहेक के हुन सक्छ, एज टु एज मुभमेन्टहरू हुन्छ, म्यान्डिबलको रिट्रिसिभ हुन्छ, ल्याट्रिट्रिसिभ मुभमेन्ट पनि गर्छौँ जतिखेर हामीले म्यान्डिबुलर राइट एन्ड टुवर्ड्स द लेफ्ट मुभमेन्ट गर्छौँ त्यसलाई हामी ल्याट्रिट्रिसिभ मुभमेन्ट भन्छौँ। हो त्यो मुभमेन्टहरू पनि पोसिबल हुन्छ कम्बिनेसन अफ द रोटेसन एज वेल एज द ट्रान्सलेसन है। ल्याट्रिट्रिसिभ मुभमेन्टलाई हामी के भन्छौँ अर्को भन्दाखेरि साइड टु साइड मुभमेन्ट पनि भन्छौँ। फाइन, I hope you are getting the point होइन। अब कतिजना हुनुहुन्छ अहिले या you may, if you have any confusion सोध्न पनि सक्नुहुन्छ, you can interrupt me at any time, interrupt गरेर सोध्न पनि सक्नुहुन्छ है। बिकज यो अलिकति कम्प्लेक्स टपिक पनि छ, आई ट्राई टु सिम्प्लिफाई इट एट द सेम टाइम एक्जाम फोकस गरेर त्यसमा आउने एमसिक्युजहरू पनि हामीले केही हदसम्म आएर डिस्कसन गर्नेछौँ। And there is other thing is the one is the working side or non-working side है। एउटा वर्किङ साइड भन्छ, एउटा नन वर्किङ साइड। सो वाट इज वर्किङ कोन्डाइल, वाट इज नन वर्किङ कोन्डाइल? जुन साइडतिर मुभ गरिराख्नु छ, सो राइटतिर मुभ गरिराख्नु, द्याट बिकम्स युर वर्किङ साइड। अनि अर्को साइड जुन लेफ्ट साइड हुन्छ द्याट इज कल्ड एज द नन वर्किङ साइड एज वेल एज द ब्यालेन्सिङ साइड पनि भनेर भनिन्छ है। यो बेलामा के हुन्छ त, हामीले म्यान्डिबललाई मुभ गर्दाखेरि टुवर्ड्स द राइट मैले मुभ गरेँ, राइटमा के हुन्छ कोन्डाइलमा र लेफ्टमा कोन्डाइलमा के हुन्छ भन्ने कुरा छ है। त्यो मेनली वर्किङ साइडमा मेनली भनिरहेको छ है, त्यो खालि यही नै हुन्छ भन्ने छैन, तर मेनली वर्किङ साइडमा युजली देयर इज अ रोटेसन अफ द कोन्डाइल हुन्छ भने टुवर्ड्स द नन वर्किङ साइडमा मेनली देयर इज अ ट्रान्सलेसन हुन्छ है। यसको अझै डिटेलमा फर्दर अरू बेसिक्सको अरू पार्टहरू पनि हामी डिस्कस गर्छौँ फर्दर क्लासेसहरूमा, त्यतिखेर फर्दर अझै डिस्कस गर्छौँ। वर्किङ एन्ड नन वर्किङ, यसलाई अर्को टर्ममा के भन्छ, वर्किङ साइड एज वेल एज द ब्यालेन्सिङ साइड पनि भनेर भन्छ। नन वर्किङ साइडलाई जसले ब्यालेन्स गरेर आउँछ। सो वर्किङ साइडमा म्यान्डिबल कोन्डाइलमा नर्मली के हुन्छ, रोटेसन हुन्छ, मेनली रोटेसन हुन्छ है। नन वर्किङ साइडमा देयर इज अ ट्रान्सलेसन है। अब देयर आर सर्टेन टर्मिनोलोजिज हामीलाई बुझ्न जरुरी छ व्हेन वी कन्सिडर, व्हेन वी टक अबाउट द अक्लुजन है। एउटा कमन कुरा हामीले सबैले सधैँ सुनिरहेको छ, कस्तो टाइप अफ अक्लुजन हुन्छ एउटा डेन्टेड पेसेन्टमा भन्दाखेरि, एउटा डेन्टेड पेसेन्टमा युजली हामीले एउटा कमन हुने भनेको क्यानाइन गाइडेड अक्लुजन है। अक्लुजन के हुन्छ है, अक्लुजनमा तपाईँहरूलाई एउटा कुरा के क्लियर गरिदिनु, अक्लुजनको हामी पछि सेपरेटली अक्लुजन इन फिक्स प्रोस्थेरोल्टिक्स, अक्लुजन इन रिमुवल प्रोस्थेरोल्टिक्स एज वेल एज अक्लुजन इन कम्प्लिमेन्ट चाहिँ सेपरेटली नै डिस्कस गर्छौँ। यो आजको क्लासले के गर्न खोजेको भन्दाखेरि अक्लुजनको बेसिकको बारेमा तपाईँहरूलाई सेन्सिटाइज गर्न खोजिरहेको है मैले। त्यही भएर यो कन्सेप्टहरू क्यानाइन गाइडेड, ग्रुप फङ्सन, म्युचुअली प्रोटेक्टेड अक्लुजनहरू के हो यो थाहा पाउनु जरुरी हुन्छ। पहिला चाहिँ बेसिक्स अफ अक्लुजन थाहा पाउनु जरुरी हुन्छ, देन अन्ली फर्दर वी विल डिस्कस रिगार्डिङ द इन्डिभिजुअल टाइप अफ अक्लुजन स्किम, कुन कन्डिसनमा, कुन सिचुएसनमा या कुन ट्रिटमेन्ट प्लानमा कुन कस्तो अक्लुजन स्किमहरू प्लान गर्ने भन्ने कुराहरू फर्दर हामीले डिस्कस गर्नेछौँ। So one of the common type of occlusal is canine guided occlusal. So canine guided occlusal भनेको के हो भन्दाखेरि, during the lateral movement of the mandible, if there is contact only palatal slope of the canine, right? Working canine मा या canine मा मात्र contact हुन्छ, and the rest of the teeth are disoccluded. क्यानाइनमा त यहाँ तपाईँहरूले आफूले हेर्न पनि सक्नुहुन्छ आफ्नो म्यान्डिबललाई मुभ गरेर, इफ यु आर मुभिङ युर म्यान्डिबल्स टुवर्ड्स राइट साइड या कुनै साइडतिर मुभ गर्नुहोस्, क्यानाइनले मात्र टच गरिरहेछ। इफ द क्यानाइन इज ओन्ली टचिङ होइन, ओन्ली द देयर इज कन्ट्याक्ट इज ओन्ली एट द प्यालेटल स्लोप अफ द क्यानाइन, रेस्ट अफ द टीथ अन द वर्किङ साइड आर डिसअक्लुडेड, at the same time non-working side are also disoccluded, that occlusal is called as the canine guided occlusal. As the name suggests, canine guided भन्दा बित्तिकै canine ले guide गरिरहेछ and the rest of the teeth are disocclusion. Disocclusion मा छ भन्ने बुझ्नुपर्छ है। Only the teeth that comes into the contact
ड्युरिङ द ल्याटरल मुभमेन्ट इज क्यानाइनहरू है क्यानाइन गाइडेडमा क्यानाइन मात्र दाँतहरू कन्ट्याक्टमा आउँछ भन्ने कुरा बुझ्नुपर्छ जस्तो यो फिगर हेऱ्यो भने यो फिगरमा के छ यो फिगर हेऱ्यो भने यहाँ यो मुभ गर्दाखेरि द क्यानाइन इज ओन्ली कन्ट्याक्ट क्यानाइन मात्र कन्ट्याक्टमा छ अरू कन्ट्याक्टमा छैन है आई थिङ्क इट इज भिजिबल अप्रिसिएट गर्न सक्नुहुन्छ यहाँ हेर्नुभयो भने यो मुभ गरिरहेको छ क्यानाइन मात्र कन्ट्याक्टमा छ रेस्ट अफ द टिथ आर नट इन कन्ट्याक्ट दे आर डिसअक्लुडेड है द्याट इज कल्ड एज द क्यानाइन गाइडेड अप्लुजन दिस इज द भेरी इम्पोर्टेन्ट माइलस्टोन अब इन डेन्टिस्ट्री हामीले एउटा डेन्टेड पेसेन्टहरू हेऱ्यो भने कुन अक्लुजल स्किम छ भन्दाखेरि यो हेऱ्यो भने क्यानाइन गाइडेड अक्लुजल क्यानाइन गाइडेड अक्लुजल इज लाई अर्को नाम के हो भने यसको म्युचुअली प्रोटेक्टेड अक्लुजल पनि भनेर भन्छ किन क्यानाइन गाइडेड अक्लुजल प्लान गरिन्छ के हुन्छ भन्ने कुरा हामी फर्दर डिस्कस गर्छौँ फाइन एनी क्वेसन्स के क्वेसन छ सर हजुर यस एउटा क्वेसन सेन्ट्रिक रिलेसन र सेन्ट्रिक अक्लुजनको डिस्कस भइसक्यो हो सुरुमा डिस्कस भएको थियो के छ तपाईँलाई कन्फ्युजन यस होइन म ढिलो जोइन भएको थिएँ त्यही भएर सोधेको मैले जस्ट एकदम रिक्याप गरिदिएँ है तपाईँलाई फेरि एकचोटि हुन्छ सेन्ट्रिक रिलेसन र सेन्ट्रिक अक्लुजन सेन्ट्रिक एउटा त्यो स्लाइडमा फेरि जाउँ एकचोटि रिमाइन्ड गरिदिइहालौँ इम्पोर्टेन्ट कुरा छ फेरि छुट्यो भने पछि गाह्रो हुन्छ है सेन्ट्रिक रिलेसन भनेको के हो भन्ने कुरा गर्नुपर्दाखेरि तपाईँहरूले पहिला लामो डेफिनेसन पढ्नुभयो होला इट्स अ म्याक्सिलोम्यान्डिबुलर रिलेसनसिप इन विच द आर्टिकुलर डिस्क यस्तै भनेर पढ्नुभयो होला है मैले यसलाई सिम्प्लिफाई गर्नुपर्दा के भन्नुपर्छ भन्दाखेरि यो जुन कन्डाइल यहाँ देखिराख्नु भएको छ है कन्डाइलको पोजिसनलाई यो कन्डाइलले है यो कन्डाइल छ नि जुन आर्टिकुलर डिस्क हो है यो आर्टिकुलर डिस्कमा यो ब्रेसिङ हुन्छ कन्डाइल यो आर्टिकुलर डिस्कको सबभन्दा थिनेस्ट र एभास्कुलर पोजिसन है यो हेर्नु आर्टिकुलर डिस्क त यहाँ हेर्नुभयो भने यहाँको थिकनेस धेरै वाइड छ होइन यहाँ आएपछि के छ यो सबभन्दा थिनेस्ट छ यो एभास्कुलर पोजिसन यो पोजिसनमा मेनली कन्डाइल इन्टरपोज गर्छ एगेन्स्ट द स्लोप अफ द आर्टिकुलर एमिनेन्स यो आर्टिकुलर एमिनेन्सको पनि कुन स्लोप भन्दाखेरि एन्टेरियर र सुपेरियर यसलाई पनि डिभाइड गरे एन्टेरियर पोस्टेरियर मिडल जस्तो स्लोपलाई डिभाइड गर्दा हुन्छ सो मेनली कन्डाइल यसरी बस्छ एन्टेरियरली सुपेरियर ब्लेस पोजिसन अफ द कन्डाइल आर्टिकुलर डिस्कको थिनेस्ट एभास्कुलर पोजिसनमा गएर बसिरहेको हुन्छ अब यो पोजिसनलाई हामी किन सेन्ट्रिक रिलेसन किन यस्तो इम्पोर्टेन्ट छ भन्दाखेरि यो पोजिसनलाई एउटा एमएस भनेर भन्छ है एमएस भनेको मस्कुलो स्केलेटली स्टेबल पोजिसन बस्छ चाहिँ यो पोजिसनमा बस्दाखेरि हाम्रो कन्डाइल एकदम स्टेबल पोजिसनमा बस्छ र सबै मसलहरू एकदम रिल्याक्स भन्नाले रिल्याक्स भन्दा कम्प्लिटली रिल्याक्स त होइन स्टेट अफ मिनिमम टनिक कन्ट्र्याक्सन भन्छ है हामी एकदम मिनिमम कन्ट्र्याक्सन स्टेटमा बस्छ जसले गर्दाखेरि हामीलाई रिल्याक्स फिल हुन्छ हामी कम्फोर्टेबल हुन्छ मसल जतिखेर पनि कन्ट्र्याक्ट भयो भने एभ्री टाइम इट इज वर्किङ जतिखेर पनि कन्ट्र्याक्सन भएर हामी फ्याटिक हुन्छ हाम्रो मसलहरू फ्याटिक हुन्छ सो त्यस्तो पोजिसन हो यो मस्कुलो स्केलेटल स्टेबल पोजिसन हो जुन चाहिँ सेन्ट्रिक रिलेसन पोजिसन है अब सेन्ट्रिक अक्लुजल भनेको के हो भन्दाखेरि खास भने सेन्ट्रिक रिलेसन इज द इन्डिपेन्डेन्ट अफ टुथ कन्ट्याक्ट हेर पोजिसन एउटा मान्छेमा दाँत नभयो भने सेन्ट्रिक रिलेसन पोजिसन चाहिँ हुन्छ तर डेन्टेड पेसेन्टमा के हुन्छ भन्दाखेरि जतिखेर सेन्ट्रिक रिलेसनमा हुन्छ एउटा हाम्रो सब्जेक्ट कुनै पनि मान्छे त्यतिखेर जुन दाँतको कन्ट्याक्टहरू आउँछ नि कन्ट्याक्टमा हुन्छ दाँतहरू पनि कन्ट्याक्टमा हुनसक्छ त्यतिखेर त्यही कन्ट्याक्ट पोजिसनमा हामीले के भन्छौँ भन्दाखेरि सेन्ट्रिक अक्लुसन भन्छ फाइन जुन पोजिसनमा सेन्ट्रिक रिलेसनमा कन्डाइल हुन्छ त्यतिखेर दाँतमा कन्ट्याक्टहरू आउँछ कन्ट्याक्ट आउने पोजिसनलाई सेन्ट्रिक रिलेसन सेन्ट्रिक अक्लुजन भन्छ
र सेन्ट्रिक अक्लुजन र अर्को एउटा टर्म छ म्याक्सिमम इन्टरकस्पेसन है म्याक्सिमम इन्टरकस्पेसन इज नट सेन्ट्रिक अक्लुजन त्यो फरक हो त्यो चाहिँ म्याक्सिमम इन्टरकस्पेसनमा म्याक्सिमम दाँतहरू इन्टरकस्पेसनमा आउँछ कन्ट्याक्टमा आउँछ सो द्याट इज कल्ड एज द एमआइपी द्याट इज कल्ड एज द म्याक्सिमम इन्टरकस्पल पोजिसन द्याट इज द डिफरेन्स बिट्विन द सेन्ट्रिक रिलेसन एन्ड सेन्ट्रिक अक्लुजनको डिफरेन्स हुन्छ अब यो किन इम्पोर्टेन्ट छ भन्ने कुरा गर्नु पर्दाखेरि हामीहरूले जतिखेर एकदम फुल माउथ रिहेबिलिटेसनहरू गर्छौँ कुनै पनि पेसेन्टको डेन्टिसनमा धेरै प्रब्लमहरू छ पुरै अक्लुजल रिह्याब गर्नु छ भने हामी त्यतिखेर रेफरेन्स के लिन्छौँ सेन्ट्रिक रिलेसनको रेफरेन्स लिएर हामीहरूले त्यतिखेर रेस्टोरेटिभ प्रोसेस त्यतिखेर म्यासिभ रेस्टोरेटिभ प्रोसेस धेरै क्राउनहरू लगाइराख्नु भएको छ धेरै रेस्टोरेटिभ प्रोसिजर गरिराख्नु भएको छ भने त्यतिखेर हामीहरूले के को हेल्प लिन्छौँ भन्दाखेरि त्यतिखेर सेन्ट्रिक रिलेसनको हेल्प लिएर रेस्टोर गर्छौँ त्यतिखेर यो सेन्ट्रिक अक्लुजल इज इम्पोर्टेन्ट है नत्र भने एउटा आइडियल या डेन्टेड पेसेन्ट छ त्यसमा के हुन्छ टुथको कन्ट्याक्ट भनेको म्याक्सिमम इन्टरकस्पल पोजिसन है सबै म्याक्सिमम दाँतहरू कन्ट्याक्टमा आउनु भनेको म्याक्सिमम इन्टरकस्पल पोजिसन भयो क्लियर Yes, sir. जस्तै कन्फ्युजन भयो भने सोध्न सक्नुहुन्छ है किनभने यो टपिक अलिकति भेग पनि हुन्छ होइन So this is canine guided. I already explained. The canine matra contact masa, rest of teeth are disoccluding, right? So orgo terminology is group function occlusal. So what is group function occlusal? It's not necessary कि सधैँ canine में contact में आउँछ rest of teeth are disoccluding. त्यस्तो हुन्छ भन्ने जरुरी छैन कहिले कहिले क्यानाइनहरु के हुन्छ वन अफ के अरे घिसिन सक्छ हैन वन अफ हुन सक्छ र मल्टिपल दाँतहरु कन्ट्याक्टमा आउन सक्छ है व्हेन द कस्प टिप अफ क्यानाइन वन अफ एन्ड ड्युरिङ द ल्याटरोटिसिक मुभमेन्ट भनेको त्यो साइड टु साइड मुभमेन्ट गर्दाखेरि युनिलेटरल सर्फेस अफ पोस्टेरियर टिथ म्याक्सिमम अरु दाँतहरु पनि कन्ट्याक्टमा आउन सक्छ है पोस्टेरियर दाँतहरु जस्तो प्रिमोलरहरु पनि क्यानाइन एज वेल एज प्रिमोलरहरु पनि कन्ट्याक्टमा आउन सक्छ त्यो कन्डिसनमा हामी के भन्छौं ग्रुप फंक्सन अक्लुजन हुन्छ एज द नेम सजेस्ट जस्तो अहिले के भनेको थियो क्यानाइन गाइडेड क्यानाइनले मात्र गाइड गरिरहेको थियो भने यहाँ ग्रुप फंक्सन भन्दा बित्तिकै देयर आर मल्टिपल टुथ आर इन्भल्भ है सिंगल क्यानाइन मात्र छैन ग्रुपमा के हुन सक्छ क्यानाइन एज वेल एज प्रिमोलर्सहरु हुन सक्छ है एट द सेम टाइम नन वर्किङ साइड चाहिँ डिसअक्लुड हुनै पर्छ है फेरि त्यतिखेर नन वर्किङ साइड डिसअक्लुड भएन भने हामी त्यसलाई के भन्छौं इन्टरफेरेन्स भनेर आउँछ त्यो फर्दर हामी पछि डिस्कस गर्छौं तर वर्किङ साइडमा वान भन्दा बढी दाँतहरु कन्ट्याक्टमा आउँछ है युनिलेटरल सिरिज अफ पोस्टेरियर टिथ बेयर द लोड नाउ है म्याक्सिमम त्यसमा क्यानाइनले मात्र लोड लिइरहेको थियो भने यसमा अरु दाँतहरु पनि लोड लिन्छ okay so in group function occlusal teeth posterior to the canine also come in contact as a group भनेको canine भन्दा posterior tooth canine भन्दा posterior tooth we have premolars हरु छ so premolars also come in contact मा आउँछ that is called as the group function occlusion right so it is not necessary कि सबै dented patient मा canine guided हुन्छ भन्ने छैन यङ पेसेन्टहरुमा जस्तो क्यानाइनहरु एकदम इन्ट्याक्ट छ वन आउट भएको छैन वन अफ भएको छैन घिसेको छैन हैन एट्रिटेड भएको छैन त्यस्तो कन्डिसनमा के हुन्छ भन्दाखेरि युजुअली क्यानाइन गाइडेड हुन सक्छ नत्र भने धेरै पेसेन्टहरुमा अलिकति एज हुँदै जाँदाखेरि इट चेन्जेस इन्टु द ग्रुप फंक्सन हुन सक्छ र एउटै पेसेन्टमा एउटा साइडमा क्यानाइन गाइडेड हुन सक्छ भने राइटमा लेफ्टतिर मुभ गर्दाखेरि इट कुड बी द ग्रुप फंक्सन हुन सक्छ है एउटै मान्छेमा पनि त्यस्तो हुन सक्छ दुईटा अक्लुजन हुन सक्छ एउटा साइडमा क्यानाइन गाइडेड हुन सक्छ भने अर्को साइडमा ग्रुप फंक्सन अक्लुजन पनि हुन सक्छ क्लियर जस्तो यो एक मोडल छ एउटा यो मोडलमा हेर्यो भने क्यानाइनमा मात्र कन्ट्याक्टमा छैन यसमा केमा पनि कन्ट्याक्टमा छ भन्दाखेरि वी हेभ अ कन्ट्याक्ट इन टिथ पोस्टेरियर टु द क्यानाइन भन्दा पोस्टेरियर दाँतहरुमा नै कन्ट्याक्टमा छ यो अप्रिसिएट गर्न सक्नुभयो नि यहाँ हेर्नुस् है यो हेर्यो भने क्यानाइनमा त कन्ट्याक्ट छ एज वेल एज द
यो प्रिमोलरमा पनि कन्ट्याक्ट छ है ए सरी क्यानाइनमा एज वेल एज द दिस प्रिमोलरहरूमा पनि कन्ट्याक्टमा आइरहेको छ सो द्याट बिकम्स यो ग्रुप फङ्सन अक्लुजन ग्रुप फङ्सन अक्लुजनको एउटा बेनिफिट के हुन्छ भन्दाखेरि सो वान अर मोर टुथहरूले के गरिरहेछ लोड लिइरहेको छ सो हामीहरूले कहिले कहिले त्यस्तो रेस्टोरेटिभ प्लानहरू गऱ्यौँ त्यसमा हामीले सिङ्गल टुथमा मात्र लोड दिन खोजिरहेको छैनौँ भने हामीले फर्दर के प्लान गर्न सक्छौँ क्यानाइन गाइड नगरेर हामीले ग्रुप फङ्सन अक्लुजन प्लान गर्न सक्छौँ सो द्याट अरू टुथहरूले पनि लोड बियर गर्छ है ओके आई थिङ्क क्लियर भयो होला यो कन्सेप्ट Yes, sir. बुझ्यो. So let's brush up एउटा MCQ बाट the centric relation is the tooth guided position maximum intercuspal position ligament guided mandibular position independent of tooth contact and D is the protrusive position कुन हुन सक्छ होला possible C. yes very good C हैन it is the ligament guided mandibular position so हामीले के बुझ्नु पर्यो centric relation is the independent of tooth contact हुँदैन यो चाहिँ के हो भने ligament muscle हैन यो guided position हो so what could be the advantage of the canine guided position के advantage हुन सक्छ main advantage of the canine guided position A increase posterior tooth contact during excursion disocclusion of the posterior teeth during eccentric movement increase vertical dimension improve masticatory efficiency only B. yes fine disocclusion of spelling mistake but disocclusion of posterior teeth during eccentric movement good. So what is the other name of the canine guided position one is the A group function occlusal B mutually protected occlusion C balance occlusion D monoplane occlusion B. B yes great fine good obviously it is mutually protected so another name of canine guided occlusal is the mutually protected occlusal balance occlusal केमा हुन्छ anyone के कुन बेलामा हामीले balance occlusal दिन्छौं when we plan for the complete denture हैन complete denture को occlusal scheme गर्ने बेलामा we go for the balance occlusal है अरु occlusal scheme हरु पनि छ तर usually what we prefer is the balanced occlusal अब हामीहरुले के छ भन्दाखेरि we are हामीहरुलाई खाली canine guided या चाहिँ ग्रुप फंक्शन occlusal हैन कुनै कुनै occlusal के हुन्छ pathologic occlusal पनि हुन्छ है त्यो पनि थाहा पाउन एकदम जरुरी हुन्छ कस्तो occlusal लाई हामीले pathologic occlusal पनि भन्छौं है canine guided group function occlusal they are the के occlusal scheme हो भन्दाखेरि they are the optimum भन्छ या physiologic भन्छ हैन यस्तो occlusal scheme हो भने अर्को भनेको हामीहरुको pathologic occlusal हुन्छ है occlusal को धेरै नामहरु हुन्छ occlusal धेरै synonyms हरु धेरै टाइप्सहरु हुन्छ जस्तो group function occlusal canine guided भयो या अरु फर्ममा हामीले हेर्ने भने त्यसलाई हामी physiologic occlusal भन्छौं optimum occlusal भन्छौं at the same time ideal occlusal भनेर भन्छौं यो डिफरेन्ट नामबाट भएको दिएको हुन्छ है that's why we become confused धेरै नामहरु हुन्छ हैन that's why what I want to say is the most simplified त्योतिर गइराको छैन आइडियल occlusal भनेको के हो जस्ट के हुन सक्छ एउटा पेशेन्टमा either canine guided group function या चाहिँ pathologic occlusal हुन सक्छ so what is the pathologic occlusal यसको फिचरहरु साइन एन्ड सिम्पटमहरु के हुन्छ let's talk about this any pathologic occlusal relationship capable of producing the pathologic stomatic system भनेको there could be interferenceहरु हुन सक्छ that make us tooth wear periodontium damage गर्ने कुनै पनि occlusal छ भने त्यस्तो occlusal relationship छ भने त्यसलाई हामी pathologic occlusal भन्छौं so
त्यो भन्दा इम्पोर्टेन्ट के भन्दाखेरि प्याथोलोजीको अक्लुजनको कस्तोलाई प्याथोलोजीको अक्लुजन त्यसको केही साइन एन्ड सिम्पटमहरू हुन्छ जस्तो मोबिलिटी दाँतहरूमा धेरै दाँतहरूमा मोबिलिटी देखिरहेछ ओपन कन्ट्याक्टहरू होइन दुईटा दाँत हेऱ्यो भने कन्ट्याक्ट नै छैन ओपन छ है तपाईँहरूले अहिले त प्र्याक्टिस पनि गरिराख्नु भएको होला कहिले कहिले के हुन्छ हामीले क्राउनहरू सिमेन्टेसन गर्यो इट्स फाइन तर पेसेन्ट 1 महिना 1.5 महिनापछि के गर्छ फुड लजमेन्ट भएर कम्प्लेन गरेर आउँछ अनि त्यतिखेर के देख्छ हामीहरूले फ्लस राखेर चेक गर्दाखेरि देयर इज अ ओपन कन्ट्याक्ट सो वाइ देयर इज ओपन कन्ट्याक्ट बिकज अफ इट इज बिकज अफ द अक्लुजन नमिलेर हुन्छ अक्लुजन प्लानिङ राम्रोसँग नभएर त्यहाँ एक्जिक्युसन राम्रोसँग नभएर त्यहाँ पेसेन्टको दाँतहरू लोवर टिथहरू एट्रिटेड छ अनि राम्रोसँग फोर्सहरू मिलिरहेको छैन अनि त्यसले गर्दाखेरि त्यो प्याथोलोजीको अक्लुजनले गर्दाखेरि त्यो दाँतमा ओपन कन्ट्याक्टहरू आउन सक्छ है चिपिङहरू हुन्छ एट्रिजन भइरहेछ चिपिङ अफ इन्साइजल एजेसहरू भइरहेछ क्रोनिक पेरियोडन्टल डिजिजहरू होइन आइयुपीहरूमा हेर्दाखेरि पिडिएल वाइडनिङहरू देखिरहेछ मसल फ्याटिक भइरहेछ पेसेन्टलाई मस्कुलर स्पाजम मायोफेसियल पेनहरू मसलमा पेनहरू हुने ट्रिस्मसहरू यस्तो सिम्टमहरू लिएर आउँछ पेसेन्टहरू युजली प्याथोलोजीको अक्लुजनको पेसेन्ट है सो इट इज नट नेसेसरी सबै दाँतहरूमा प्रब्लम हुन्छ भने नेसेसरी छैन कुनै कुनै दाँतहरू एबनर्मल कन्ट्याक्टहरू हुनसक्छ कुनै कुनै दाँतमा इन्टरफेरेन्सहरू हुनसक्छ होइन कुनै कुनै दाँतहरू सिफ्टिङ ड्रिफ्टेड हुनसक्छ या जेनरलाइज एट्रिजनहरू यस्तो फिचरहरू हुनसक्छ यस्तो फिचरहरूको भएको अक्लुजनमा पेसेन्टहरूमा यस्तो प्रब्लमहरू हुनसक्छ मोबिलिटी ओपन कन्ट्याक्ट चिपिङहरू हुने पेरियोडन्टल डिजिजहरू पिडियल वाइडनिङहरू हुनसक्छ हो सो जहिले पनि हामीले वी सुड अलवेज रुल आउट यो फिचरहरू देखिरहेछ भने वी सुड अलवेज ट्रमा फ्लम अक्लुजलहरू हुनसक्छ ट्रमेटिक अक्लुजलहरू ट्रमेटिक बाइटहरू हुनसक्छ त्यस्तो पेसेन्टमा पनि प्याथोलोजी डेभलप भएर आउँछ तपाईँहरूले पेरियोडन्टिक्समा पढ्नु भयो होला फ्रेमिटस टेस्ट भनेर पढ्नु भयो होला ट्रमा फ्लम अक्लुजल होइन पेसेन्टले बाइट गरिरहेछ त्यहाँ कुनै किसिमको भाइब्रेसन अनवान्टेड भाइब्रेसनहरू फिल भइरहेछ सो प्याथोलोजी अक्लुजल अनि त्यस्तो पेसेन्टहरूमा के हुन्छ लस अफ एट्याचमेन्टहरू हुने बोनलस आइयुपीमा हेर्दाखेरि बोनलसहरू भइरहेछ सो देयर इज अ नो अभियस अदर रिजनहरू छैन तर स्टिल देयर इज अ बोनलस त्यस्तो भेटिरहेको छ हामीहरूले क्लिनिकल इक्जामिनेसन या रेडियोग्राफिक इक्जामिनेसन गर्दाखेरि पेसेन्टले मेरो एकदम बिहान आउँदाखेरि मसलहरू फ्याटिक हुन्छ टेम्परमेन्टल जोइन्टमा जोर्नीहरूमा जोइन्टमा पेनहरू छ ट्रिस्मसहरू छ लिमिटेड माउथ ओपनिङहरू भइरहेछ त्यो केसहरूमा हामीले जहिले पनि अक्लुजन रुल आउट गर्नुपर्छ पेसेन्टको अक्लुजन स्किम पेसेन्ट कसरी बाइट गर्छ त्यो चाहिँ जहिले पनि हेर्नुपर्छ मैले इभन यङ पेसेन्टहरू यङ मान्छेहरूमा देखिरहेछ आजभोलि लिमिटेड माउथ ओपनिङ भइरहेछ गाह्रो भइरहेछ टिएनजेको पेनहरू भइरहेछ सो यस्तो पेसेन्टमा हामीहरूले पहिला सुरुमा वी सुड अलवेज लुक आफ्टर द अक्लुजन द्याट्स वाइ हामीहरूले अक्लुजन एकदम राम्रोसँग पढ्नुपर्छ र यसको फन्डामेन्टल कन्सेप्ट एकदम नेसेसरी थाहा पाउनु है कतिखेर नर्मल हुन्छ र कतिखेर हामीले त्यो रुल आउट गर्नुपर्छ इन्टरफेरेन्सहरू छ कि छैन जुन म पछि पनि डिस्कस गर्छु के हो इन्टरफेरेन्स भनेको कसरी हो हाउ वी आर गोइङ टु करेक्ट इट कसरी करेक्ट गर्छौँ त्यो हामी फर्दर डिस्कस गर्छौँ ओके लेट्स फेरि एउटा ब्रसअप गरौँ एउटा एमसिक्यूबाट which teeth are usually involved in the group function occlusion? This is the central incisor only, canine only. So canine and premolars with and without first molars and molars only. C. Yes, fine. Great. It's C, right? So when the canine and premolar are involved, or there are sometimes even molars can involve in the group function occlusion. So canine and premolars are involved back that is usually group function occlusion. So mind it, when we are moving mandible towards the working side तिर गरिरहेछ भने यो दाँतहरु त कन्ट्याक्टमा आउँछ तर at the same time non-working side को tooth should be in the disocclusal position. If there is a contact non-working side या balancing side त्यसको अर्को नाम balancing side हो contact मा छ भने that is not
normal, that is called as the interference function. That is not normal. And यस्तो normal हुँदैन, यस्तो कन्ट्याक्टमा आइरहेको छ भने that could develop pathology develop गर्न सक्छ. तर सबै केसमा pathology develop गर्न सक्दैन. There is one term called as the adaptive occlusal पनि भन्ने एउटा term छ है. So let's not confuse again. Patient ले कतिपय टाइममा त्यस्तो कन्ट्याक्ट आउँदा पनि एडाप्टेसन गरेर उसलाई केही फरक परिरहेको हुँदैन, तर स्टिल that is called as the pathology develop गर्न सक्छ है. त्यस्तो पेशेन्टमा यदि नन वर्किङ साइडमा पनि कन्ट्याक्ट आइरहेको छ. Is it clear? Yes, sir. Okay, fine. So अरु एउटा MCQ हेरौँ. The main purpose of group function occlusal is to increase the balancing interference, concentrate force on the canine teeth, distribute occlusal force among multiple teeth, eliminate all eccentric contact. C. Yes, fine. It is C. It distribute the occlusal forces among multiple teeth. Right? So, इसको फायदा benefit advantage के हुन्छ group function occlusal को केसमा? When we are doing multiple restoration, just multiple crown, even the full mouth rehabilitation, yeah, you have done it. Right? Full mouth rehabilitation, we don't want to put the pressure on the or force on the single tooth force what we plan multiple tooth load like bear girls chance or usually plan group function of usually plan. So not necessarily group function still we plan for the group function. So that the maximum tooth. So not only the single canine but also premolar, even the molar bear load bear person when there is a eccentric movement, side to side movement. So this is all about the occlusal basic. What we just recap what we learned today is there are three types of mainly occlusal. One is the canine guided occlusal, other is the group function occlusal, other is the pathologic occlusal. So canine guided is also called as the mutually protected occlusal. And canine guided, why the canine is like ideal tooth ones of canine guided occlusal? Any idea? Canine like select canine canine like load bear single tooth like delivery guide canine. Why? यो गरेर हेर्नु पर्यो है. canine line single tooth छ नि हैन canine, but still it is guide गरिरहेछ अनि त्यो लोड पनि लिइरहेछ. के peculiar feature होला canine मा so that यसले गाइड गर्न सक्छ? Root long हुन्छ canine को. Yes. One is the root length हैन, यसको root length चाहिँ better हुन्छ rest of the tooth भन्दा. So once again working and non-working side also. So working side भनेपछि जुन साइडमा हामीले मुभ गरिरहेछौँ that is working side. जुन साइडमा मुभ त्यसको opposite side is called as the non-working side, also called as the balancing side. So when we consider the mandibular movement, there are two type of movement. One is the rotation and translation. तर अरु क्लासिफिकेसन हेर्ने mandibular movement मा के हुन सक्छ? Mandibular opening हुन सक्छ, closing हुन सक्छ, protrusive, retrusive, side to side movement हुन सक्छ. यो सबै मुभमेन्टहरु केबाट हुन्छ भन्दाखेरि either rotation or translation or combination of rotation and translation. Clear? Yes, sir. Relation. I hope the definition concept is clear. While I don't want to go to the long definition of the centric relation right now. So what you should understand is the centric relation is the condyle position
कहाँ हुन्छ कोन्डाइल थिनेस एभास्कुलर पोजिसन अफ द आर्टिकुलर डिस्क against the slope of the articular eminence. Usually कुन ठाउँमा भन्दाखेरि त्यसको स्लोप कुन anteriorly र superiorly position मा हुन्छ. And when there is a centric position हुन्छ त्यतिखेर जुन त्यो कन्ट्याक्ट हुन्छ त्यसलाई हामी के भन्छौँ सेन्ट्रिक अक्लुजल भन्छौँ. राइट सेन्ट्रिक अक्लुजलबाट म्याक्सिमम इन्टरकस्पेसनमा जाँदाखेरि मेन्डिबललाई मोर अफ 1 to 2 mm जति ट्रान्सलेट गर्नुपर्छ है यस्तै मुभ गर्नुपर्छ अनि बल्ल म्याक्सिमम इन्टरकस्पेसन हुन्छ भनेर भन्छ. यो पनि एउटा एमसिक्यू क्वेसन आउँछ फर्दर क्लासमा अनि यो डिस्कसन गरौँला है. अक्लुजलको 2-3टा लेक्चरहरू हुन्छ बिकज इट इज द भेरी फन्डामेन्टल थिङ डेन्टिस्ट्री हामीले बुझ्न एकदम जरुरी छ. सो कन्सेप्ट र यसलाई बुझ्न जरुरी छ. एट द सेम टाइम सिम्प्लिफाई र अहिले मोडर्न कन्सेप्टहरू के छ त्यो पनि मैले पछि डिस्कस गर्छु जसले गर्दाखेरि हामीले क्लिनिकल प्र्याक्टिसमा हामीलाई सजिलो हुनसक्छ. पेसेन्ट कम्फर्टेबल एट द सेम टाइम हामीले गरेको प्रोसिजर कुनै पनि रेस्टोरेटिभ या कुनै पनि प्रोसिजर छ त्यसको लङ्जिभिटी लाइफ बढी हुन्छ है. सो दिस इज अल अबाउट टुडे रिगार्डिङ द बेसिक्स अफ अक्लुजल. आई होप you got the point in a simplified way. र आज जुन क्लासमा डिस्कसन भएको छ त्यसमा भएको एमसिक्युजहरू पनि रिभिजन गर्नुहोस् र ट्राई टु मेक द नोट. इफ यु रियली वान्ट टु ह्याभ नोट अर केही छ भने पिडिएफ या पिपिटी सेयर गर्न छ भने आई क्यान सेयर इट. एट द सेम टाइम रेफरेन्सेस बुक्सहरू केही चाहिन्छ छ भने हामी त्यो पनि हेल्प गर्छौँ. म पर्सनली त्यो पनि हेल्प गर्छु तपाईँलाई कुन बुकबाट पढ्दाखेरि सजिलो हुन्छ र यसको एमसिक्युजहरू पनि ब्रसअप गर्न जरुरी हुन्छ है. कुनै पनि उसबाट स्ट्रिमबाट अक्लुजल क्वेसनहरू आउन सक्ने चान्सेस हुन्छ इन्ट्रान्स एक्जामिनेसनमा. त्यही भएर गो थ्रु इट. द्याट्स वाट all about today's lecture. Anything you want to ask or केही छ केही कुराहरू छ भने you may ask. So त्यो रेफरेन्सेसहरूको बारेमा चाहिँ त्यही पठाइदिनुहोस् न. हुन्छ म रेफरेन्सेसहरू तपाईँहरूको अब यो के कसरी गइरहेछ ग्रुपहरू के छ म त्यसमा लेखेर नत्र सेयर गरिदिन्छु है. Okay, folks, everyone, let's wind up for today. Right? Next class accordingly, next week, we are planning accordingly.